केटीएम भन्दिम न त केटा लास्ट कर्मिला फेरि जाममा परियो अब चढेर झरेँ अब यहाँ जानु भइसक्यो बहुत लाग्यो यो के हो कि यस्तो मौसम यहाँ यस्तो फेरि पनि तपाईहरुले स्वागत छ प्राची केटो च्यानलमा। आज पनि एउटा न्यू ब्लग आयो। म आज खासमा म उता गइराहु केटीएम भन्दिम न त केटीएम गइराहु एक्लै। एक काम कर 200 रुपए दे और 50 रुपए काट ओभर एक्टिंग के वजह। एक्लै जाँदै हो अब कोही छैन साथी पनि कले के भन्दिम म त्यही एक्लै गइराहु म अब केटीएम। अब के यस्तै हो हजुर देखाउँछु कस्तो हुन्छ के कति गाह्रो हुन्छ। A few moments later. साथी म पनि आइसकेँ अब बस पनि आयो जान लाग्यो। म अघि न त्यही ब्लुटुथ किनिरहेको थिएँ त्यसैले लेट भयो। बस चाहिँ आइसक्यो हो बस चाहिँ यही हो। अब जानु पर्यो सिट आफ्नो खोज्नु पर्यो। ओ यार लास्ट कर्मिला छ्या अहिले चाहिँ बसमा रहेछु म प्राची नै। खै कब बस जान्छ थाहा छैन। लास्ट कर्मिला यार धन्न त झ्यालनेर म सिट बुक गरेको थिएँ यार। यदि झ्यालनेर नगरे पार त म मर्थेँ यार। भाइ साहब कुछ ज्यादा नहीं हो गया चाहिँ यति रहेछन्। यो चाहिँ प्राची भ्यू मेरो जर्नी चाहिँ स्टार्ट भयो। म पनि जानलाई चाहिँ प्राचीको पुल रहेछ। राति भइसक्यो क्या जुन डुबिसक्यो त्यही नै उज्यालो आइरह त्यही हो साँझ भइसक्यो। ल साथी हो म पनि अब यहाँ दाउनेको पहाड चढिरहौँ हामी पनि। उच्चा चाहिँ उता एकदम तल रहेछ त्यो घरहरू पहाड याद पनि जाँदै हो दाउने त्यही 20 मिनटमा पुगिन्छ दाउने सायद। ल हजुरहरू इन्जोय गर्दै गर्नु होला। अच्छा ल गाइस फेरि जाममा परियो अब यही दाउने जाँदै थिएँ अनि त्यही बाटोमा जाममा परियो। अहिले त उजब बनिरहेको खल्लासीले बनिरह 10 बजेदेखि 3 बजेसम्म जाममै छ उता मुगलिमतिर। मारो हमको जिंदा मत छोड़ो सालो। यार सुरुमा यार जाममा पारियो हामी कहाँ फसियो। ए जाम कति ठुलो रहेछ यार। अगाडि अघि नैदेखि आधी घन्टा जति भइसक्यो। अहिले चाहिँ त्यही हो दाउने नै आएन यार। हामी यार जाममा फसे हामी यार 1 घन्टा आधी घन्टा जति भइसक्यो। कैसे लोग रहते हैं यार यहाँ पर। इस सब जनरेशन सब 2000 years later. लगाएछ हेर्नु है यो जति देखियो नि हाम बसहरू उनकै सबै जाममा परेको। हामी यति पछाडि छौँ हेर न बसहरू कति अगाडि रहेछन् यार। लास्ट भयो यार त्यति जाम रहेछ यार। चीटिंग करता है तू चीटिंग करता है तू। आयो हामी बल्ल त्यो एउटा पहाड त्यो चढेर झरेँ अब यहाँ हाइवेमा फेरि आयो। अब यता चाहिँ पहाडको पहाड चढ्नुपर्छ। यता पहाड चाहिँ चढ्यो बहुत एकदम बहुत जाम थियो यार। लास्ट जाम
म त एकचोटि सुतेँ थिएँ यार, बहुत सुतेँ म एकदम। अझै चाहिँ अहिले चाहिँ हाइवेमा मजाले चलिरहेको यसपालि गाडी। मजा आया। ल अब फाइनली हामी नारायणघाट आइयो। यो चाहिँ नारायणघाटको सिन हो। के गर्नु यहाँ राति छ, देखाउनु पनि मिलेन राम्ररी, राति छ अँध्यारो हो। त्यही नारायणघाट हो यो। अब नारायणघाटको सहर हो। अब जाँदै यहाँ छ, हामी पनि अगाडि गइरहौँ। यो हामी नारायणघाट पुग्यो। अहिले चाहिँ नारायणघाटको जङ्गलमा रहेछौँ। त्यति यस्तो छुट्टै दुनिया आयो। अहिले चाहिँ 12:08 हुँदै। अब खोइ कब पुग्ने हो थाहा छैन। बिहान हुन्थ्यो भने देखाइदिन्थेँ, अब राति के अँध्यारोमा कालो कालो देखिन्छ। ल इन्जोय गर्नु। A few moments later. ल साथी हो, अब खाना रोक्यो। रातिको ठ्याक्कै 1:05 हुँदै। खाना रोक्यो, जाने यसो बाहिर। गाली गरिरह, धेरै राति भयो त्यसैले गाली दिक गरिरह। अब यस्तै हो, म पनि बाहिर निस्केँ। यसो आराम गरौँ। तेरे गिर्ने थाहा छैन साथी कहाँमा लोकेसन हेर्नु पऱ्यो म्यापमा। त्यो नेट नि चल्दैन, ट्रक रहेछन् बहुत सब खाइरहन कि के गरिरहन। सायद म एकचोटि हजुरआमासँग आएको थिएँ, केटिएम गएको थिएँ भने यही होटलमा, सायद न्यू बुटवल होटल। न्यू बुटवल, वाह त्यही हो। म पनि आएको छु। अब नास्ता खान्छन्, म त खाँदैन, खाएर आएको खानासाना चोचो रहेछ के रहेछ, खानु मन लाग्छ भने त्यो खान्छु। त्यही हो। ल हजुरहरूले देखाउँछु, बिहान उदय गर्छ भने उतातिर पनि सिन देखाउँछु। अच्छा। रातिको चाहिँ अहिले 3 बजिसक्यो। अहिले चाहिँ जाममा रहेछ, मेरो मुगलिङको जाममा रहेछ। यस्तो सुतेको थियो चाहिँ रामले एकदम बहुत यहाँ जाममा, बहुत लास्ट जाममा परियो यार हामी पनि। यही हेरिदिनु मुगलिङको बाटो, यस्तै हो जाममा, बहुत लास्ट जाममा परियो यार। अझै तक राति नै रहेछ यार, नभए देखाउँथ्यो तपाईँहरूले। हेलो गाइस, यता पानी परिरह, बहुत जोले पानी परिरह एकदम। अहिले चाहिँ 1.5 घन्टा 2 घन्टा जति लाग्छ अझै जाँदा केटिएम। म्यापमा हेर्दाखेरि पानी चाहिँ बहुत जोले पानी परिरह। अब कसरी देखाइदिउँ, राति छ हेर्दैन। त्यही हो, बहुत गाह्रो भइरह यार, सुत्ने पनि मिलेन। झन् त सिट तल नै गइरह होइन यार मेरो। सिधा रहेछ एकदम, आँखी दुख्यो यार एकदम। ल बस्दै गर्नु, हेर्दै गर्नु अगाडि। गाइस फाइनल्ली मुगलिङबाट अगाडि आइयो। अनि बिहान पनि भइसक्यो यार, अझै त बहुत टाढा रहेछ जाने यार, बिहान भइसक्यो। हेरिदिनु, बहुत लास्ट पानी परिरहेको छ यार, बहुत पानी परेर। यही हो, यस्तै हो। अब म पनि गइरहेँ
खोइ कति टाइममा पुगिन्छ त्यो त थाहा छैन यही गर्नु होला रिपोर्ट चाहिँ गरिराख्छु म म पनि आएँ अब हेरिदिनु है कस्तो राम्रो मौसम गरे यार एकदम बादल कस्तो गरे एकदम हल्का हल्का त पानी परे हो त्यहाँदेखि कति राम्रो गरे एकदम मलाई त बहुत मन पर्यो यार बहुत राम्रो ठाउँ छ यो त ठाउँको नाम चाहिँ थाहा भएन कुन हो बट हेरिदिनु न माथि माथि हेर्नु कस्तो राम्रो यार मैले त एकदम लास्ट अप्सेस भयो यार म त कैसी लगी यो सबै हेरेर ओ भाइ यो हेर्नु न साथी के हो कि यस्तो मौसम यार यस्तो राम्रो भ्यू यार दामी यार छ हेर न यहाँ बादलको माथि जस्तो लागिरहेको म छु यार एकदम बादलको माथि पहाडको माथि यार बादल चाहिँ तल यस्तो यार बादल गरेर यार बहुत राम्रो यार मज़ा आया और मैं ये जो मज़ा है हिंदुस्तान के हर व्यक्ति को देना चाहता हूँ। ल गाइस फाइनल्ली केटीएम आइयो ल केटीएम पुग्यो सधैँ यही रहेछ केटीएमको भ्यू हेरिदिनु अनि अहिले चाहिँ कलङ्की पुगे होइन खासमा धेरै जसो कलङ्की नि झर्छन् किनभने कलङ्की नै मेन बोर्डर हो त्यो केटीएमको बट यो पनि केटीएम हो मानौँ न यो पनि केटीएम हो जस्तो आइयो हामी पनि हेरिदिनु बाटोघाटो कस्तो रहेछ अनि यी सहरहरू हेरिदिनु एकदम बर्गर हाउस यी सधैँहरू हेर्नु न उता माथि के कस्तो राम्रो ठाउँ रहेछ यार एकदम यस्तो राम्रो प्लेस रहेछ यार मलाई त हेर्ने बित्तिकै यार बहुत राम्रो लागिरह ओ माई गड यो हेर न यार यो के हो के यो लगाएर हामी आइसक्यो है म आइसकेँ केटीएमको सिन हेरिदिनु है अझै त कलङ्की आएन कलङ्की बन्द पनि जानु हो मलाई बस बाँच्नेर जानु हो कलङ्की आइयो यही हो कलङ्की चौक दामी यार यसको भित्र रोड रहेछ अब उता चाहिँ यहाँ गाडी सम्भु रहेछ उतै जाने हो नेपाल नेसनल हस्पिटल चिच्चो देख्यो नि त्यो पहाडको छेउ त्यही हो समूहको टप त्यही हो त्यहाँ त्यो चिच्चो त्यही खाने हो अहिले उता नि जान्छ गाडी जान्छ उतै यही हो शम्भु चाहिँ माथि रहेछ तर माथि धेरैले चढ्न सक्दैनन् इभेन म पनि एकचोटि चढेँ थियो भने बाफ्रे म त सजेस्ट गर्छु सबै छिटो कहिले नि पहाडमा नचढ्नु होला मर्न जस्तो भयो थियो यार म त एकदम लास्टको जुन त सिँढी एकदम सिधा रहेछ सिधा त चढ्नै सकेन त्यही हो खासमा त्यही मेन हो माथि अब यता पनि मन्दिर रहेछ तल गइमा जो चढ्न सक्दैन उसको लागि गइमा अहिले जाँदै हो उता आएर कता जान्छु म त शम्भु पनि आयो
ठुलो रहेछ शम्भुबाट उतादेखि राउन्ड लाउनुपर्छ यो शम्भु शिव शम्भु साथीहरू आइपुग्यो बस पार्कनिर केटिएमको हेरिदिनु है यही हो सिन